सम्पूर्ण साथीहरूलाई नमस्कार। म रमेश राईको तर्फबाट मैले चाहिँ पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकालाई चाहिँ श्रम संस्कृति पार्टीमालाई चाहिँ केही टी सर्टहरू उपलब्ध गराएका थिए। जम्मा 15 थान टी सर्ट। मेरो सानो सहयोग, तर सहयोग त सानो ठुलो भन्ने हुँदैन, जति भए पनि सहयोगै हो। यो टी सर्ट चाहिँ किन दिएको हो र हर्क साम्पाङले टी सर्ट किन लगाउनुपर्छ भन्ने कुरामा म सानो परिचर्चा गरिहाल्छु। तपाईँलाई म एउटा सानो कुरा भन्छु ल। आर्मी पुलिस सशस्त्र जेमा पनि अथवा आर्मी पुलिस सशस्त्रमा चाहिँ लुगा हुन्छ नि, जुस्ता अथवा यो लुगा ड्रेसहरू युनिफर्म सबै एकरूपता हुन्छ नि। त्यहाँदेखि पछाडि जुस्ता बाहेक अरू लाउने लुगाहरू पनि एकरूपतामा हुन्छ नि त। कसैलाई माथि कसैलाई तल नदेखोस् भनेर एकरूपता देखियोस् सबै श्रमदाताहरूलाई चाहिँ भनेर चाहिँ हर्क साम्पाङले मेन गर्नुभएको यो कुरामा चाहिँ मलाई धेरै खुसी लागेको छ। किनकि कोही हुने मान्छेले माथि लेभलको लाउने, नहुनेले तल लेभलको लाउने, त्यो होइन, एकरूपता देखियोस् भनेर चाहिँ श्रमलाई चाहिँ माथि देखाउनुपर्छ, श्रमले देश बनिन्छ भनेर चाहिँ उहाँले गर्नुभएको कार्यप्रति धेरै धेरै म कृतज्ञ छु। र हाम्रा फालेलुङ गाउँपालिकाको सचिव राजन पल राईज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यो उहाँहरू मार्फत चाहिँ पुर्याइदिनु भयो। उहाँ सचिव हुनुहुन्छ, उहाँले पुर्याइदिनु भयो। हृदयदेखि नै खुसी छु। त्यही भएर त्यो टी सर्टहरूको केही मैले दिएको लोगो सहित ट्याग सहित पछाडि राखिदिनु भएको छ, त्यो पनि देख्न सक्नुहुन्छ। तर सहयोग भनेको चाहिँ धेर थोर हुँदैन, जति सकिन्छ आफ्नो हृदयबाट गर्ने हो, मनबाट गर्ने हो। तर मैले कदापि पनि यो मैले दिएँ भनेर गरेको चाहिँ होइन, मेरो हृदयदेखि दिएर गरेको, तपाईँहरूले पनि गर्न प्रेरित गरेको, राम्रो काममा जसलाई पनि जहाँ पनि सहयोग गर्नु सक्नुपर्छ भन्ने मेरो भावना हो साथीहरू। त्यही भएर चाहिँ यो भिडियो मार्फत चाहिँ तपाईँहरूसँग म आएँ। तपाईँहरूलाई कस्तो के लाग्छ साथीहरू, धेरै धेरै धन्यवाद है। सधैँभरि म चाहिँ यस्तो समाजका राम्रा कामहरू गरिराख्न पाऊँ भन्ने मेरो विचार छ, मनसाय छ। हुन त म जिन्दगीमा कहिले पनि नेभर गिभअप हो, कहिले पनि गिभअप मान्दिनँ, कहिले पनि म हार खाँदिनँ। त्यो त मेरो कतिपय साथीहरूले देख्नु पनि भएको छ। र अहिले यो जर्नीसम्म आइपुग्दाखेरि मैले त्यही कारणले गर्दाखेरि म यो ठाउँसम्म आइपुगेको हो। कति कुराहरू पाएको कुराहरू मैले गुमाएँ, र मैले गुमाएँ पनि अथवा मैले गुमाउनु पर्यो पनि हो। त्यस्तो बाध्यताहरू झेल्दै अहिले यो ठाउँमा आएको छु। तपाईँहरूलाई सम्पूर्ण साथीहरूलाई चाहिँ तपाईँहरूले आफ्नो प्रचार प्रसार अथवा कसैले हर्क साम्पाङलाई चाहिँ तल एकछिन निहुराएर चाहिँ राम्रो मान्छे बन्नु नखोज्नुहोस्, भ्युजहरू धेरै ल्याउन नखोज्नुहोस्। जे हो त्यो कुरा फ्याक्ट भन्नुहोस् क्या। म चाहिँ त्यही भन्ने मान्छे हो, जे कुरा हो त्यो कुरा म फ्याक्ट भनिदिन्छु साथीभाइहरू। त्यही भएर तपाईँहरूलाई कस्तो लाग्छ, भिडियो अलिक लामो पनि भयो होला। राम्रोलाई राम्रो भन्ने हो, नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ, यो चाहिँ मेरो विचार हो। धेरै हर्क साम्पाङज्यूले चाहिँ धेरै राम्रो काम गर्नुभएको छ। म राई भएर भनेको होइन, म राम्रो कामहरूको पनि मैले भिडियो बनाएको छु, हालेको छु। जस्तै हाम्रो पाँचथरको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति प्रकाश गुरुङले कति राम्रो काम गर्नुभएको थियो। उहाँको पहिलाको त्यो विगतलाई हेर्ने होइन क्या, त्यो विगतलाई हेर्ने होइन है साथीभाइहरू, त्यो विगतलाई हेर्ने। अहिले आएको कामहरू कति राम्रो छ हेर्नु त। तपाईँहरूले भन्नुभएको छ पाँचथर फिल्मलाई मात्रै हेऱ्यो, पाँचथरभरि हेर्नु पर्थ्यो नि भनेर हुन्थ्यो। उहाँले पाँचथरभरि हेर्नुभएको छ। योभन्दा अगाडि कोरोना कालमादेखि लिएर विभिन्न आगो लागिहरू हुँदाखेरि दमकलै लिएर पुग्नु भएको कति हिस्ट्रीहरू छ, पानीहरू त्यस्तोहरू कति बाँड्नु भएको छ। त्यही भएर चाहिँ राम्रो कामलाई राम्रो भन्ने, यति कुरा भन्दै मेरो 2-4 शब्द यही टुङ्गाए साथीहरू। भिडियो अलिक लामो भयो, पुरा हेरेर साथ सहयोग गरिदिनु होला है त। हस् त, धन्यवाद, नमस्ते।